So hi everyone, welcome back to my YouTube channel. So yeah, म चाहिँ जाँदैछु सिलगढी अन्त आमाले चाहिँ मलाई यहाँ 500 रुपियाँ दिएको छ हैन यताउता के अन्त त्यही हो ब्याग बोकिरहेको छु यहाँ ब्याग छ अझै एउटा ब्याग छ लुगाको सो अब त्यो बोकेर जानुपर्ने हुन्छ अन्त अङ्कल चाहिँ आइपुगेको छैन गाइस अब यो चाहिँ म राख्छु लग्यो मैले त्यो घरि दिक्साको अन्त त्यही हो गाइस अब गाडीमा चढेर भेटौँ सो ये गाइज म चाहिँ गाडीमा चढेर भेटौँ भन्थे हैन सो मैले भेटाएन सो दिस इज द आउटफिट फर टुडे हैन टक्क मेरो नयाँ जुत्ता सो ये गाइज त्यही हो अब साँच्चीको गाडीमा चढेर भेटौँ बाई बाई गाइज सो या गाइज ल म अन्त के अरे गाडी चाहिँ तल आइपुगिसक्यो अब सामान बोकेर हिँड्नुपर्ने हुन्छ ल है दिदी हो सामान बोक्देऊ होइन टक्क यस्तो भन्दै गएँ र जाउँ सो गाइज बाई बाई सो या गाइज अब चाहिँ म निस्केको घरबाट यहाँ चाहिँ यत्रो ब्याग बोकेर होइन नाना र म यसले चाहिँ म टाढो जाने मान्छेलाई हो मलाई 500 रुपियाँ दिएन भन्दैछ बिचरा बडीहरू पनि गएछ पर घर साथै जानुपर्ने हुन्छ गाइज होइन झोला चाहिँ म त्यहाँ राखेँ होइन सो या गाइज म चाहिँ गाडीमा छु सो अब अङ्कल एकछिनमा हुन्छ होला सो अब चाहिँ लागिदिनुपर्छ गाइज सो अन्त गाइज अब तल सिलगढी पुगेर भेटौँ न म त्यहाँदेखि नै गरम भयो होइन सो बाई बाई गाइज गाइज हिँड्दा हिँड्दा म चाहिँ स्ट्यान्ड पनि आइपुगिसकेँ होइन म जाने गरी चाहिँ यो चाहिँ मैले ब्यागहरू हालेर ल्याएको छु सो त्यही हो गाइज म देखाउँछु एकछिनमा म चाहिँ यहाँ सिलगढी आइसकेँ होइन सो म बोलेको सुनेको पनि छैन हल्लाले गर्दा गाडीको यहाँ अहिले चाहिँ सिलगढी आइसकेर चाहिँ म त्यही जाँदैछु पर नानाहरू भएकोमा सो यहाँ गाइज म चाहिँ दार्जिलिङबाट आइपुगेँ अन्त नानाहरू चाहिँ माथि आउँदैछ अरे त्यही अब नानाहरू आएर सो यहाँ एभ्रिवान हामी चाहिँ अहिले यहाँ मार्केटमा छु होइन नाना म अन्त त्यही हो गाइज यत्रो झोला बोकेर हिँड्दैछ हामी चाहिँ हो ब्याग मैले पुग्नु सक्छु अनि हामी चाहिँ सामान कहाँ छोड्नु छोड्नु भइरहेको छ ब्यागहरू सो यहाँ गाइज अहिले चाहिँ हामी रुम पनि पुगेको छैनौँ होइन अन्त घुमेको छ अन्त ब्यागहरू किने सामानहरू अहिले चाहिँ मेडिकल सपमा छ अरे म बोलेको सुनेको पनि छैन यहाँ हामी चाहिँ यहाँ मेडिकल सपमा आएर चाहिँ यहाँ दबाईहरू लिनु लागि सो त्यही हो अन्त मैले चाहिँ यहाँ ब्यागहरू किनेँ यहाँ नानाहरू किनेको छु के सामानहरू सिलगढीको चलपल चाहिँ यस्तो भएर चाहिँ यहाँ पानी परेर गाइज नानाले खाना गर्दैछ म चाहिँ हेर्छु अन्त नाना उपर चाहिँ एउटा बेला सो गाइज थ्याङ्क्स फर वाचिङ दिस भिडियो